लास्ट एडभेन्चरस रहेछ है ल अलिकति हिलो भएको भए चाहिँ यो बाटोमा हिँड्न मजा हुन्थ्यो लड्दै पढ्दै आएका हामी देउसिरे भइहाल्थ्यो नि उहाँ हाम्रो 3 जना सरहरू अगाडि बढ्नु भएको छ हामी चाहिँ सरहरूलाई अगाडि लगाएको छौँ लड्नुभयो भने हामी यही बाटो सरक्क फर्किने भनेर क्यासहरू पनि सबै मैले बोकेको छु खै अब यता उर्लाबारी छैन गुरु सर हामी कटिसक्यौँ हामी अब यहाँ अर्को बाटो लागिसक्यौँ यो हाम्रो अरू सरहरू हुनुहुन्छ कस्तो लाग्दैछ त सरहरू ब्रेक लागिरहेछ नि बाटोमा ब्रेक हाम्रो अर्को सर पनि अगाडि जानुभयो हामी त सबैलाई अगाडि लाउँदैछौँ हामी अलिक बुद्धिमानी मान्छे पऱ्यौँ त्यो भएर हो हाम्रो बुवा पनि आउनु भएको रहेछ है हाम्रो रातो स्वेटर लाउनु भएको बुवा हाम्रो मान्छेहरू चाहिँ हिँड्नु हुने रहेछ है ल यो बाटो यो बाटो यस्तो पनि छ यो पनि हुँदैन थियो अनि चाहिँ मजा हुन्थ्यो जङ्गलै हाम्रो अर्जुन सरले कालो मुख लगाइसक्नुभयो बाटो राम्रो नभएर होला कि अर्जुन सरको मुखै कालो हो त अब हजुरहरू थाहा पाउनुहोस् क्यामेराको स्टेबलाइजेसन चेक गर्ने बेला पनि यही हो हिरो जस्तो छ कि यो हो यताबाट चाहिँ जानुपर्छ जस्तो लागिरहेछ गाइज मलाई हिलो रहेछ अलिकति पाइलटको बाटोमा धुलो उडाउँदै भनेको यही हो है गाइस उससे लाग्यो है गाइस उससे रेकर्डिङ त हुँदैछ नि नत्र पछि फेरि लाग्छ नि 4 मिनेट भइसक्यो रेकर्डिङै भएको छैन भनेको फेरि फर्किनु परिहाल्छ नि उहीँदेखि हाल्दै आउनुपर्छ फेरि अन्त सरले मोबाइल दिएर आफू चाहिँ अगाडि अगाडि कुद्नुहुन्छ मैले कसको फोटो खिच्नु हो मेरो फोटै छैन मिस यु सर अगाडि अगाडि जानुभयो पनि आइया हो मुभीहरूमा हेराउँछ नि त्यो रेसिङ ट्र्याक बाइकहरू थियो त्यस्तैमा पुगेर जस्तो छ यहाँ त पहाड तराई एकैचोटि आउँदो रहेछ पहाड चढ तराई बदल्यो तराईमा झऱ्यो भने हाम्रो अजु सर चाहिँ प्रो राइडर हुनुहुँदो रहेछ गाइस हामी आफूलाई जेन्जी भन्थ्यौँ र हामी ठुलो भ्रममा रहेछौँ सरभन्दा ठुलो जेन्जी कोही छैन यहाँ सर हराइसक्नु भयो गाइस जङ्गलमा हराइसक्नु भयो हाम्रो सर
हामी यहाँ टर्च बालेर खोज्दैछौँ। अर्जुन सर के छ हालखबर? भोक लागेको छैन नि? हाम्रो अर्को सरलाई भोक लाग्यो कि? भोक लाग्यो। यति धुलो खाएर अगाउनु चाहिँ पर्ने हो। अब आज पुरै दिन अब चटपटै खाएर बिताउनु पर्छ। गाइड बल्ल हामी ग्राभेल जस्तो देखिने बाटो आयौँ, रमाइलो बाटो। हजुर गिट्टीमा चिप्लिहाल्छ। ल पहाड आइयो, तराई झऱ्यो। पहाड आयो, फेरि पहाड आयो गाइस। अब क्या ल बल्ल पिछायो है गाइस। यो उर्लाबारीको बाटो हो। ल हामी यता आयौँ। ल हाम्रो भोक लागेको सर कहाँ हुनुहुन्छ? भोक लागेको छ सर, धुलो खाएर पेट भर्यो। ल गाइस बल्ल हामी अब स्ट्रगलको फेज हाम्रो कटो। स्ट्रगल भन्दा पनि एडभेन्चरको फेज कटो। अब हामी सुख बाउले यता रोडतिर आयौँ। गाइस मैले यो बन्द गर्ने, अब एडभेन्चरै रहेन, बिच बाटोमा कुदाएको त अब यस्तै हो गाइस।